म सौर्य पौडेल यस इकोश्री च्यानलमा आज तपाईँहरूलाई फायरफक्स डेभलपर एडिसनका बारेमा केही जानकारी दिन आएको छु। यो डेभलपर एडिसनको ब्राउजर मोजिलाले वेबमा काम गर्नेहरूको लागि बनाए तापनि यसको प्रयोग हामी साधारण मान्छेहरूले कसरी गर्न सक्छौँ भनेर म जानकारी गराउने छु। मोजिला फायरफक्सलाई स्थानीयकरण लोकलाइज गराउने मोजिला नेपालका केही साथीहरू लागि पर्नु भएको छ र सफल पनि हुनुभएको छ। अब हामीले फायरफक्स आफ्नै भाषामा प्रयोग गर्न पाउने भएका छौँ, जुन निकै खुसीको कुरा हो। यसले हामीलाई सजिलो मात्र नबनाई हाम्रो भाषा र पहिचान जोगाउने काम पनि गर्नेछ। यो योगदानका लागि मोजिला नेपालका साथीहरूलाई हामीले धन्यवाद दिनैपर्छ। तर यो अझै पूर्ण हुने क्रममै रहेको छ। तपाईँहरूले नेपाली संस्करणको फायरफक्स ब्राउजर चलाउनको लागि यहाँ दिएको लिङ्कमा जान सक्नुहुन्छ र यो लिङ्कमा गइसकेपछि यो लिङ्क मैले तल डिस्क्रिप्सनमा पनि राखिदिनेछु र यो लिङ्कमा गइसकेपछि तपाईँहरूले यस्तो देख्न सक्नुहुन्छ र हाम्रो यहाँ नेपाली भनेर सर्च गरेपछि यस्तो आउनेछ र यदि तपाईँहरू अरू भाषाको चलाउन चाहनुहुन्छ भने यहाँ गएर त्यो भाषा लेखेर सर्च गर्न सक्नुहुन्छ। अहिले भने हाम्रो नेपाली भाषाको संस्करण डाउनलोड गर्नको लागि हामी यदि विन्डोजको प्रयोगकर्ता हौँ भने यहाँ गएर डाउनलोड गर्न सक्छौँ। विन्डोज 64 बिटको प्रयोगकर्ता हौँ भने यहाँ गएर डाउनलोड गर्न सक्छौँ। त्यस्तै अरूको प्रयोगकर्ता हौँ भने यहाँ गएर डाउनलोड गर्न सक्छौँ। यहाँ डाउनलोड गरेर क्लिक गरिसकेपछि तल तपाईँहरूको डाउनलोड सुरु हुनेछ। मैले भने यो डाउनलोड गरिसकेको हुनाले अहिले क्यान्सल गर्नेछु र यहाँ गएर डाउनलोड्समा यहाँ डबल क्लिक गरेर रन गर्न सक्नुहुन्छ। र तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ नेपालीमा कति कुरा लेखिएको छ, कति कुरा भने बाँकी छ अझै। र यो अगाडि क्लिक गरेर अगाडि जान सक्नुहुन्छ र यहाँ अनुकूलमा क्लिक गरेर फेरि अगाडि क्लिक गर्न सक्नुहुन्छ र फेरि अगाडि क्लिक गर्नुहोला र तपाईँहरूलाई यहाँ आइकन बनाउनुहोस् भनेर सोधेको छ डेस्कटप र स्टार्ट मेन्युमा। यदि चाहनुहुन्छ भने यो यतिकै टिक लगाएको छोडिदिनु होला, यदि चाहनुहुन्न भने यहाँ क्लिक गरेर छोडिदिनु होला र अगाडि क्लिक गर्न सक्नुहुन्छ। यदि तपाईँलाई डिफल्ट ब्राउजरको रूपमा बनाउनु छ भने यहाँ यो टिक लगाएकै छोडिदिन सक्नुहुन्छ। यदि डिफल्ट ब्राउजर बनाउनु छैन भने यहाँ क्लिक गरेर खाली छोडिदिन सक्नुहुन्छ र स्तर वृद्धि भनेको छ यहाँ गएर क्लिक गर्नुहोला। र एकछिन कुर्नुहोला र कुरिसकेपछि यो अब फायरफक्स डेभलप पुरा भयो भनेको छ सेटअप र समाप्तमा गएर क्लिक गर्न सक्नुहुन्छ र तपाईँहरू यो सेटिङहरू नेपालीमा देख्न सक्नुहुन्छ र धेरै कुराहरू नेपालीमा राखिएको छ र केही कुरा भने नेपालीमा परिवर्तन गर्न अझै पनि बाँकी नै रहेको छ। र यदि तपाईँहरू यो चलाउँदाखेरि केही समस्यामा आइपर्नुभयो भने यहाँ मोजिला नेपालको नेपाली ग्रुपमा गएर यहाँ लेख्न सक्नुहुन्छ र कोही न कोहीले तपाईँको समस्या सम्बोधन गर्नु नै हुनेछ। र यसरी स्थानीयकरणको पहल सफल भएको छ र यसको पूर्ण सफलताको लागि अझै काम भने बाँकी नै रहेको छ। यसको धेरैभन्दा धेरै प्रयोग र सहयोगले यो नर्मल एडिसनमा पनि आउने सम्भावना बढ्न सक्छ। हाम्रो नेपाली भाषा र पहिचानको लागि यो निकै राम्रो पहल हो। त्यसैले फेरि पनि मोजिला नेपालको योगदानको लागि धन्यवाद। यो भिडियो सम्बन्धी केही थप जानकारी चाहिएमा यो भिडियोको कमेन्ट सेक्सनमा कमेन्ट गर्न नभुल्नुहोला र साथै यो भिडियो मन परेको खण्डमा लाइक तथा यो च्यानलमा सब्स्क्राइब गर्न नभुल्नुहोला। तपाईँको यो साथको लागि धेरै धेरै धन्यवाद।